तत्काल सुरु हुनेछ। आगामी 10 देखि 15 दिनभित्र एकिन भएका वास्तविक भूमिलाई बसोबासको उचित प्रबन्ध गर्ने गरी तयारी भइरहेको छ। यस कार्यका लागि तपाईहरूले सहयोग गर्नुहोला। यदि कुनै कसैले यस सूचनालाई अखेर गरी बसेको खण्डमा स्थानीय प्रशासन, प्रहरी र काठमाडौँ महानगरपालिका समेतको संयुक्त कारबाही गर्दा हटाइने संरचना र क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार तपाईँ स्वयं हुनुहुनेछ। जिल्ला प्रशासन कार्यालय काठमाडौँको अत्यन्त जरुरी सूचना। नदी किनारका सार्वजनिक सरकारी प्रति जग्गाहरूमा वर्षौंदेखि अनाधिकृत तवरबाट सार्वजनिक आवागमन र शहरी अति आवश्यक पूर्वाधारको निर्माण र नदीको बहाव समेतलाई प्रतिकूल प्रभाव पार्ने गरी एवं आफ्नो जीवज्यान समेत जोखिममा पारी बसोबास गरेका सम्पूर्ण घर टहरामा रहेका व्यक्तिहरू र यसरी बनेका घर टहरामा भाडामा बस्ने, पसल व्यवसाय सञ्चालन गर्ने जस्ता कार्य गरी आएका व्यक्तिहरूलाई यो अत्यन्त जरुरी सूचना जारी गरिएको छ। यस सूचना बमोजिम निम्न कार्यहरू तत्काल गर्न हुन सूचित गरिएको छ। यसरी अवैध रूपमा बनाइएका घर टहराहरू मिति 2083 वैशाख 11 गते साँझ 7 बजे भित्रमा खाली गर्नुहोला। आफैले सार्न नसक्ने अवस्थामा महानगर प्रहरी बल, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खबर गर्नुहोला। सुरक्षा कर्मीले आवश्यक ढुवानीको प्रबन्ध मिलाउनेछ। यस्ता घर टहराहरूमा भएका आफ्ना निजी सरसामानहरू, लत्ता कपडा, घरपालुवा पशुपन्छी सुरक्षित स्थानमा तत्काल सार्ने व्यवस्था गर्नुहोला। घर टहराहरूमा बसोबास गर्ने अपाङ्ग, साना बालबालिका, गर्भवती, सुत्केरी, वृद्ध एवं बिरामी व्यक्तिहरूलाई प्राथमिकता दिई अन्यत्र सार्ने काम गर्नुहोला। यस कार्यका लागि काठमाडौँ महानगर प्रहरी बल, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समेत मद्दत लिनुहोला। मिति 2000